नमस्ते, म सहप्राध्यापक डाक्टर सरोज पोखरेल, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर। बर्खायामको सुरुवातसँगै विगतका वर्षहरूमा चाहिँ गण्डकी प्रदेशमा ज्वरो, रुघाखोकी र पेट सम्बन्धी थुप्रै बिरामीहरू आइरहनु भएको छ। यसै क्रममा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु ज्वरोका बिरामीहरूको संक्रमण दिनदिनै बढ्दै गइरहेको छ। डेङ्गु एउटा भाइरल ज्वरो हो, लामखुट्टेको टोकाइले गर्दा सर्ने गर्दछ। सामान्यतया लामखुट्टेको टोकाइ भएर डेङ्गु भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि यसको 1 हप्तादेखि 2 हप्तासम्ममा मानिसमा टाउको दुख्ने, उच्च डिग्रीको ज्वरो आउने, पसिना आउने, खाना खान मन नलाग्ने, वकवाक हुने, शरीरमा असाध्यै दुखाइ हुने, मांसपेशीको दुखाइ हुने, यसलाई हामी ब्रेक बोन फिभर अथवा हड्डी भाँचिँदा हुने दुखाइ जस्तै हुने दुखाइ, दिशा पातलो हुने र शरीरमा र्यासहरू आउने लक्षणहरू देखिन सक्छन्। साधारणतया धेरै मानिसहरूमा सामान्य घरमा आराम गरेर पर्याप्त मात्रामा झोल पदार्थ खाएर र सिटामोल औषधि प्रयोग गरेर यो ठीक हुन सक्छ। तर यो रोगमा धेरैजसो चाहिँ प्लेटलेट कम हुने हुनाले रगतको मात्रा, सेतो रगत अथवा प्लेटलेटको मात्रा कम हुने हुँदा यस्तो अवस्थामा आइबुप्रोफेन, निमेसुलाइड जस्ता रगत पातलो गर्ने औषधिहरू प्रयोग गर्नु हुँदैन। र यो रोगमा कतिपय केसहरूमा कम्प्लिकेसनमा जाने, प्रेसर एकदमै धेरै लो हुने, कुनै बिरामीहरूलाई मुटुको धड्कनहरू कम हुने, सिजर आउने र कुनै बिरामीहरू बेहोस हुने अथवा शरीरका विभिन्न भागबाट रगतहरू बग्ने, दागहरू आउने शरीरमा, शरीरका गिजाबाट, मुखबाट, दिशा पिसाबाट आउने हुन सक्छन्। ती लक्षणहरू भनेको डेङ्गुले मानिसको ज्यान पनि लैजान सक्दछ। त्यसैले तपाईहरुले कुनै पनि यी सम्बन्धी लक्षणहरू देखियो भने तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर चेक गर्नु हुन अनुरोध गर्दछौं। साथै यो रोगबाट लाग्नबाट बच्नु भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो। बिहानको सूर्योदय हुने बेलामा र साँझको बेलामा, सूर्यास्त हुने बेलामा देखिने लामखुट्टेले यो रोग सर्ने हुनाले त्यो बेलामा बाहिर निस्कँदाखेरि तपाईले लामो लुगाहरू, फुल स्लिभ भएको लुगा लगाउने, मस्किटो रिपेलेन्ट क्रिमहरू प्रयोग गर्ने, घरको वरिपरि पानी जम्ने, गमलामा भएको अथवा अन्य ठाउँमा रहेको पानी जम्ने चीजहरू नराख्ने र साँझ यो टाइममा रातिमा सुत्दाखेरि झोलको प्रयोग गर्ने गर्नुभयो भने लामखुट्टेको टोकाइबाट बच्नुभयो भने योबाट सजिलै बच्न सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईले पहिला डेङ्गु लागेको छ भने अब नेक्स्ट टाइम लाग्ने डेङ्गु चाहिँ अझै खतरनाक हुन सक्छ र उहाँहरूले विशेष सावधानी पुर्याउनको लागि म अनुरोध गर्दछु। धन्यवाद।